Hi guys, welcome to day 4 in Bali. हामी बिहान उठेर रेडी भएर नुसापेरी आको लागि लाग्यौं। हाम्रो बिहानको क्रुज थियो अनि त्यही भएर बिहानै छिट्टो उठेर गयौं अनि क्रुजमा अलिअलि हामी फोटो भिडियोहरु खिच्यौं। अनि त्यसपछि हामी क्रुजबाट बाहिर निस्केर पनि अलिअलि फोटोहरु भिडियो खिच्यौं। लुक एट द भ्यू, यस्तो राम्रो देखेको के त्यो वाटरहरु। त्यसपछि हामी ट्री हाउस जाने भनेर सुरुमा ट्री हाउस गयौं अनि ठ्याक्क ट्री हाउसको माथितिर यो ठ्याक्क यहाँ फोटो खिच्ने ठाउँ थियो। यहाँ अलिअलि फोटो खिच्यौं अनि ठ्याक्क मेरो टर्न आउने बेलामा हावा लागिरहेको के तर के गर्नु अलिअलि फोटोहरु खिच्यौं अनि भिडियोहरु गरायौं। त्यसपछि हामी ट्री हाउस तल्लोतिर सिडी चढेर गयौं। त्यहाँ लास्टै वेटिङ गर्न पर्ने रहेछ। हामीले 3.5 आवर वेट गर्यौं अनि त्यहाँ फोटो खिच्ने भनेको पनि लाइक 2 मिनेटकोमा सबै खिचेर भ्याउन पर्छ। हजुरले भिडियो फोटोहरु सबै खिचेर भ्याउन पर्छ। त्यही ड्राइभरले हामीसँग जो ड्राइभर जान्छ उसैले फोटो खिच्दिने रहेछन्। अनि त्यसपछि हामी कुरेम अनि लास्टै गर्मी थियो त्यो दिन अनि त्यही नजिकै अलिअलि फोटो भिडियोहरु खिचे। अनि फोटो भिडियो भनेको नि यही हो, यु क्यान सी एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेको थियो हामीलाई ट्री हाउस जाँदाखेरि। And then we went to the another beach अनि त्यो डायमन्ड बीच गयौं। ठ्याक्क बीचमा एउटा डायमन्ड जस्तो रहेछ, त्यही भएर त्यो डायमन्ड बीच रहेछ। अनि त्यो पनि लास्टै भिड के सेम त्यो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो थियो। अनि हामी तल गएनौं, लास्टै टायर्ड भइसकेको थियौं अनि गर्मीले लास्टै गर्मी भएर पनि हामी गएनौं। माथि अलिअलि फोटो भिडियोहरु खिच्यौं। त्यो सिडी सबै प्याक हुने के फोटो भिडियो नि खिच्न नपाउने रहेछ त्यति सिडीको लागि। त्यसपछि हामी सबै गएर फर्केर अनि राजाको लागि डिनर खानलाई भनेर हामी यो रेस्टुरेन्टमा गयौं। अनि त्यसपछि त्यहाँ हाम्रो डिनर खायौं तर खाना लास्टै मिठो थियो। सर्भिस इज also very good and thank you for watching my video. Keep like, share and I will upload the next vlog. Bye.